नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढ्यो। न्यानो लुगा लगाउन तथा घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह। शुक्रबार बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित। आन्दोलनरत पत्रकारहरूले दिए प्रेस काउन्सिल नेपालमा धर्ना। पत्रकारिता वर्गीकरणमा विभेद गरिएको गुनासो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान। र पाकिस्तानको बलुचिस्तानमा सवारी दुर्घटना 13 जनाको मृत्यु। अब समाचार विस्तारमा। काठमाडौँको बिजुली बजार स्थित मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको गाडी दुर्घटनामा परेको छ। शुक्रबार बिहान पिकनिकका लागि भक्तपुरको ध्याम्पेडाँडा जाँदै गरेको बा 5 ख 4286 नम्बरको बस सडकमै पल्टिएको हो। बस दुर्घटनामा 22 जना विद्यार्थी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार घाइते मध्ये 20 जनाको अवस्था सामान्य रहेको छ। घाइते मध्ये 20 जनाको डाक्टर इवामोरा अस्पताल सल्लाघारी र 2 जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पश्चिमी वायुको प्रभावले काठमाडौँ लगायत देशैभरि चिसो बढेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बिहानदेखि चिसो बढ्दा देशभरकै जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का पानी समेत परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बनाएको छ। महाशाखाको अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली हिमपात र वर्षा भएको हो। महाशाखाले अबको 3 दिन यसको प्रभाव रहने जनाएको छ। आइतबारदेखि भने यसको प्रभाव क्रमशः घट्दै जानेछ। मधेसी आयोगले शीतलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्किन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ। आयोगले मौसम पूर्वानुमान महाशाखाले गएको पूर्वानुमान अनुसार बिहिबारदेखि शीतलहर र हिमपात सुरु भएको हुनाले आग्रह गरेको हो। आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी कदम उठाई शीतलहर हिमपात प्रभावित नागरिकहरूको जीव ज्यानको सुरक्षा सुनिश्चिततामा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पहललाई थप प्रभावकारी र नेतृत्वदायी बनाई प्रभावकारिता हासिल हुने अपेक्षा गरेको आयोगले जनाएको छ। शुक्रबार बोलाएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मङ्सिर 29 गते बस्ने स्थानीय समिति बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको छ। 1 वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव राख्ने तयारी छ। प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा नम्बर 12 का वडाध्यक्ष लक्ष्मी शाहको रिहाईको माग गर्दै नेपाली काङ्ग्रेसले आज राजविराजमा विरोध प्रदर्शन गरेको छ। नियोजित तरिकाले रचिएको षड्यन्त्रबारे सूक्ष्म अनुसन्धान नै नगरी वडाध्यक्ष शाहलाई झुटो मुद्दा लगाई प्रहरले पक्राउ गरेको भन्दै काङ्ग्रेसले विरोध प्रदर्शन गरेको हो। काङ्ग्रेसले झुटा मुद्दा खारेज गरी वडाध्यक्ष शाहलाई अविलम्ब रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ। स्थानीय 35 वर्षीय एक महिलाले आफूलाई गाउँकै कुखुरा फर्ममा 10 दिन अघि वडाध्यक्ष शाहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि गत बुधबार बिहान प्रहरले शाहलाई नियन्त्रणमा लिएको थियो। त्यसैको विरोधमा महिलाहरूको समेत उल्लेख्य सहभागितामा स्थानीय राजरङशालाबाट निस्केको जुलुस प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए। ज्ञापन पत्रमा निर्दोष वडाध्यक्षलाई झुटो उजुरीको आधारमा सत्य तथ्य छानबिन नै नगरी मुद्दा दर्ता गरिएकोमा कडा आपत्ति जनाउँदै घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको छ। प्रतिशोधको भावनाले नियोजित तरिकाले वडाध्यक्ष शाहलाई फसाइएको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत तत्काल उनको रिहाई गर्नका लागि माग गरिएको छ। विवाद नहोस् त्यसकारण यो केसलाई मिलाउनको लागि उहाँले यो परियोजनामा लागेको कारणले जो केटा लिएर भएको छ त्यसको आमाले यो नियोजित तरिकाले यो मेरो केस मिलाइदिनु वडा अध्यक्ष भनेर भन्दै
त्यसलाई जबरजस्ती त्यो मुद्दामा यो कुरा बोलाएर आफैले फोन गरेर बोलाएर मेरो दाजु केस मिलाइदिनु र त्यसपछि उसले मलाई जबरजस्ती गर्न लागेको भनेर जुरीको आधारमा प्रहरीहरू प्रशासनले छानबिनै नगरिकन सिधै मुद्दा दर्ता गरेको कारणले यो हामीले झुट्टा मुद्दा हो, यो मुद्दा खारिज हुनुपर्छ र निर्दोष मान्छेलाई छोड्नुपर्छ। नेपाली कांग्रेसका सभापति दिनेश कुमार यादवले स्थानीय केही व्यक्तिले षड्यन्त्र गरी वडा अध्यक्ष शाहलाई फसाउने खोजेको दावी गर्दै झुटा मुद्दा खारेजी नगरिए आन्दोलन चर्क्याउने चेतावनी दिएका छन्। पत्रकारिता वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरूले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन्। पत्रकारहरूले प्रेस काउन्सिल शुद्धिकरण अभियान र पत्रकारिता वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफूहरूले राखेको माग संशोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन्। उनीहरूले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्। धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रीय सङ्घर्ष समितिका संयोजक दीपक पाण्डेले प्रेस काउन्सिलले वर्षौंदेखि गर्दै आएको अन्याय र अत्याचारको निर्मूल गर्ने अभियानमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले काउन्सिलमा आफ्ना मागहरू सहितको ज्ञापन पत्र बुझाउँदा समेत छलफलका लागि नबोल्याएको भन्दै पत्रकारहरूको वर्गीकरण गर्न नहुने बताउनुभयो। उहाँले पत्रिका वर्गीकरणको नाउँमा स्रोत र साधनको दोहन गरिएको समेत बताउनुभयो। पत्रकारहरूको साझा संस्थाका रूपमा विकास गर्ने वातावरण निर्माण गरियोस् भन्ने म आर्द्रतापूर्वक माग गर्न चाहन्छु। मेरो बारम्बारदेखि पहिलादेखि पत्रकार महासङ्घमा पत्रकार कति तहका हुन्छन्, पत्रकार कति तहका हुन्छन्, यो प्रश्नको अब जवाब खोज्नु पर्यो। पत्रकार ती योग्य हुन्छन्, पत्रकार ती अयोग्य हुन्छ। पत्रकार फेल हुन्छ भने पास हुँदैन भने फेल हुन्छ। तर यहाँ ए ग्रेडको पत्रकार, ए प्लसको पत्रकार, ए को पत्रकार, बी को पत्रकार, सी को पत्रकार, डी को पत्रकार, पत्रकारको यो रूप हुन्छ। यो रूप बनाउने आधार के हो? अब यसका विषयमा पनि हामीले छानबिन गर्नुपर्छ कि पर्दैन? यसका विषयमा पुनर्विचार गर्नुपर्छ कि पर्दैन? पत्रकार ग्रेड हुन्छ, लेभल हुन्छ पत्रकारको, कि त ऊ समाचार लेख्न जान्दछ पत्रकार हुन्छ, कि समाचार लेख्न जान्दैन ऊ पत्रकार हुँदैन। मैले बुझेको पत्रकारिता यो। त्यसकारण यो वर्गीकरणका नाममा जसरी वर्षौंदेखि प्रोत्साहनको दोहन गर्ने प्रयत्न यहाँ भइरहेको छ, हामी यो शुद्धिकरणका नाममा यसको पनि छानबिन हुनुपर्छ भन्ने माग गरिरहेछौँ। आन्दोलनरत पत्रकारहरूले प्रेस काउन्सिलले आचार संहिताको नाउँमा गरेको खर्च पत्रकारहरूको हितमा नभएको आरोप समेत लगाएका छन्। उनीहरूले प्रेस काउन्सिललाई पत्रकारहरूको साझा संस्थाको रूपमा विकास गर्ने गरी वातावरण निर्माण गर्न समेत माग गरेका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आगामी माघ 9 गते 18 सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो। नेपालको संविधानको धारा 269 तथा राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 4 बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि संविधानको धारा 271 तथा राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 48 बमोजिम मङ्सिर 27 गतेबाट पुस 6 गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्न पाउनेछन्। राष्ट्रिय सभाको उम्मेद्वार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो। यसअघि दर्ता भएका वा नभएका दलहरूले निर्वाचनमा भाग लिन चाहेमा अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवेदन दिन उहाँले आग्रह गर्नुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन दर्ता हुने पुराना दलहरूले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। राष्ट्रिय सभाका 1/3 सदस्य अर्थात् 18 सिटका लागि निर्वाचन हुँदैछ। 1 जना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ। पहिलो चरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका 9, 1 राष्ट्रपतिबाट मनोनित समेत नेपाली कांग्रेसका 7, राष्ट्रिय जनता पार्टीका 2 र समाजवादी पार्टीका 1 जनाको 2 वर्षे कार्यकाल फागुन 20 मा फर्किँदैछ। राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन 35 दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ।
खानेपानी मन्त्री बिना मगरले काठमाडौँको गृहसरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिटै गरिने बताउनु भएको छ। मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरीक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिटै उद्घाटन हुने समेत मिति तय हुने बताउनुभयो। उहाँले प्रशोधन केन्द्रको सबै काम सकिएको भए पनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताउनु भएको हो। केही कामहरू बाँकी छ, केही यसकै पाटाहरू पनि बाँकी छ। त्यसपछि थप यहाँ यो प्लान्टको ब्युटिफिकेसनका कामहरू पनि बाँकी छ। वृक्षारोपण आज हामीले गर्ने, थप पार्क निर्माणको कामहरू पनि उहाँले तीव्र गतिमा अगाडि बढाइराख्नु भएको छ। सडकको काम पनि हामीले देख्यौँ। त्यसकारण हामीले केही समय दिएर हामी छिटै नै यसको उद्घाटन गर्दैछौँ। 2 वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य 2076 साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो, तर केही ढिला भए पनि काम सम्पन्न भएको मन्त्री मगरले बताउनुभयो। सरकारले बागमती नदीको सफाई अभियान अन्तर्गत काठमाडौँ उपत्यकाको ढल सिधै नदीमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो। 2 अर्ब 55 करोड 83 लाख 20 हजार रुपैयाँ लागतमा निर्माण गरेको यो प्रशोधन केन्द्रका लागि एसियाली विकास बैंक एडिबीले 1 अर्ब 40 करोड 70 लाख 76 हजार रुपैयाँ ऋण सहयोग गरेको छ। प्रशोधन केन्द्रबाट बायोग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ। काठमाडौँ महानगरपालिकाले 25औं महानगर दिवसको अवसरमा सडकमानयुक्त अभियानको घोषणा गरेको छ। महानगर स्थापनाको 25 वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो। मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर साख्याले बताउनुभयो। एक छाक खानकै लागि सडकमा बसिरहेकाहरूलाई उद्धार गरी सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो। ती महानगरलाई तपाईँ काममा काठमाडौँ महानगरपालिकाले योजना अगाडि सारेको छ। त्यही अनुसार महाअभियान भनेर हामीले भनेका छौँ। त्यो अभियानमा सबैको सहभागिता आवश्यकता छ र त्यसको लागि प्रत्यक्ष रूपमा 4वटा सरकारी निकायलाई पनि संलग्न गराएका छौँ। यो एनजिओहरूलाई पनि इन्भल्भ गराएका छौँ, विभिन्न अरूलाई पनि इन्भल्भ गराएका छौँ। जस्तै अहिले प्रोसेसमा हामीले मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई प्रत्यक्ष सहभागी गरेका थियौँ। विभिन्न हस्पिटलहरूलाई हामीले अनुरोध गरेका छौँ, विभिन्न शिक्षण संस्थालाई अनुरोध गरेका छौँ, विभिन्न सामाजिक सङ्घ संस्थालाई अनुरोध गरेका छौँ। केन्द्रको हकमा केन्द्रले, वडाको हकमा वडामा सूचना दिनुभयो भने त्यस्ता वडाले ओरेर रात पटाउनु पर्ने र एक छाक खानुको लागि सडकमा बस्नुपर्ने मानवहरूलाई हामी उद्धार गरिरहेछौँ। अहिले नै हामीले 2 वर्ष अगाडिदेखि यो काम चाहिँ गरिरहेका थियौँ। अहिले त्यो एउटा सामा खुसी र बुढानीलकण्ठ नगरपालिकामा यो एउटा भवन हामीले हायर गरेर काठमाडौँ महानगर सम्पूर्ण खर्च बिहोरिरहेका थियौँ, त्यहाँ राखिरहेका छौँ भने अब यहाँ भएका व्यक्तिहरू सबैलाई उद्धार गर्नुपर्छ। विषयमा मेयर साहबको र उपमेयर साहबको त्यसैगरी महानगरपालिकाको वडा नम्बर 6 मा स्थापना गरेको दमकल भवनको उद्घाटन समेत गरिने उहाँले बताउनुभयो। महानगरको वडा नम्बर 6 बौद्ध रामाहिटमा निर्माण भएको भवनको शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 2052 साल मङ्सिर 29 गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ। नेपालमा सम्पन्न 13औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकमा पदक विजेता खेलाडीहरूलाई नगर परिक्रमा गरिएको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरूलाई अबिर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो। पदाधिकारी खेलाडीहरूलाई काठमाडौँ, ललितपुर, भक्तपुरका विभिन्न स्थानमा नगर परिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिलिमसिनाले बताउनुभयो। उपाध्यक्ष तिलिमसिनाका अनुसार राखेपको परिसरबाट सुरु भएको न्यू रोड
भोटाहिटी, रत्नपार्क, ब्रिकुटी मण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदाधिकारी खेलाडीहरूलाई परिक्रमा गरिएको थियो। उपाध्यक्ष तिलिम सिन्हाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरू पनि थपेको बताउनुभयो। उपाध्यक्ष तिलिम सेनाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी उनीहरूका अभिभावकहरूको ठूलो सहयोग रहेको बताउनुभयो। खरिद गर्नुपर्ने अवस्था थियो, 7 दिन खरिदेन जिउको थियो, कानुनी अडचनहरू थियो, यी सबै कुराहरूलाई म्यानेज गर्दै हामीले 13औं साल त्यो सम्मेलन सम्पन्न गऱ्यौँ। ती कुराहरूलाई व्यवस्थापन गर्दै लगेका छौँ। श्रेय भनेको सर्वप्रथम त मेरो खेलाडीलाई र खेलाडीलाई नै यो ठाउँमा ल्याउने उहाँको अभिभावक भएको जन्ला दिन्छु र दोस्रो सामान्य प्रधानमन्त्रीज्यू जो सामान्य प्रधानमन्त्री खेलकुदप्रतिको आकर्षणलाई बढाइदिनु भयो। क्याबिनेट दिनको 2टा बैठक राखेर नि खेलकुदका कानुनी व्यवधानहरूलाई हटाइदिनु भयो। यो सम्पूर्ण श्रेय हाम्रो आजको अभिभावक, राजनेता, देशको सामान्य प्रधानमन्त्री के थियो मङ्सिर 15 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको सागमा नेपालले 51 स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिणी पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सवारी दुर्घटनामा परि कम्तीमा पनि 13 व्यक्तिको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुवाहक भ्यान र बस ठोकिँदा सो दुर्घटना भएको हो। सो दुर्घटनामा परि 13 जना यात्रु ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्। 13 जनाको ज्यान गएको र अरू बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन। प्रहरले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। पश्चिमी वायुको प्रभावले देशैभरि चिसो बढ्यो। न्यानो लुगा लगाउन तथा घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह। शुक्रबार बोलाएको नेकपाको सचिवालय बैठक स्थगित। आन्दोलनरत पत्रकारहरूले दिए प्रेस काउन्सिल नेपालमा धर्ना। पत्रकारिता वर्गीकरणमा विभेद गरिएको गुनासो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान। र पाकिस्तानको बलुचिस्तानमा सवारी दुर्घटना 13 जनाको मृत्यु। हवस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।